उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ, अर्थात् उच्च स्वभाव भएकी श्रीमती कसले पाउन सक्छ। तिनी मानिक भन्दा पनि मूल्यवानकी हुन्छन्, अर्थात् सुन र चाँदी भन्दा पनि मूल्यवानकी हुन्छन् र तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्दछन् र सधैँ भलो हुने कुरा सोच्दछन् र तिनीलाई कुनै असल कुराको अभाव हुँदैन। अनि तिनका श्रीमान पनि मुलुकको मूल ढोकामा सम्मानित हुन्छन् अनि तिनका पति चाहिँ मुलुकका बुढापाकासँग ज्ञान बाँड्छन् र तिनका छोराछोरीले पनि उठेर भन्दछन्, मम्मी तपाईँ धन्यकी हुनुहुन्छ, हामीलाई हरेक समयमा सहायता गर्नुहुन्छ, तपाईँ धन्यकी हुनुहुन्छ भन्छन्। अनि सबैले यो कुरा गर्छन्, असल मेरी श्रीमती छिन् भन्ने असल कुराहरू सबैले गर्छन्, तर ती सबैलाई तिमीले जितेकी छौ भनेर श्रीमानले पनि श्रीमतीको प्रशंसा गर्छन् रे। बाइबलको हितोपदेश 31 अध्यायमा यस्तो कुरा बताइएको छ। हाम्रो चरित्र चाहिँ सबैभन्दा मूल्यवान सम्पत्ति रहेछ। तपाईको सम्पत्तिको केही टुक्रो जाला, 2-4 हजार जाला, हैन, सुन चाँदीका साना टुक्रा जालान्, तर केही पनि गएको हुँदैन। तर चरित्र गयो भने सब थोक गयो। आज संसारमा आमा दिदीबहिनीहरूले चरित्रलाई कायम राख्न सक्नु भएको छैन। धेरै ल्याङफ्याङको जीवन जिउन थाल्नु भएको छ। कारण के? चरित्र सबै कुरा हो। यसै कारणले गर्दा यदि तपाईहरु असल जीवनमा देख्न चाहनुहुन्छ, असल भविष्य उज्जवल देख्न चाहनुहुन्छ भने चरित्रलाई कायम गर्नुस्, चरित्रलाई निर्माण गर्नुस्। बाइबलले यस्तो कुरा बताउँछ। हस्त, धन्यवाद।